जनताका एजेन्डाहरूमा हरेक आन्दोलन हुँदाखेरि तपाईहरु जहिले पनि जनताको पक्षमा आउनु भएको छ। तपाईहरु सडकमा आउनुहुन्छ आफ्नो अधिकारको लागि, लोकतन्त्रको लागि। तर आज राज्य संयन्त्रले अपाङ्गता भएका व्यक्तिहरूलाई संरक्षण गर्नुपर्छ, सुरक्षित राख्नुपर्छ, शान्ति सुरक्षाको प्रत्याभूति राज्य सरकारले दिनै पर्छ। यज्ञ प्रसाद उप्रेतीजी माथि जुन किसिमको प्रहार भयो यो समग्र अपाङ्गताहरूमाथिकै प्रहार हो। एउटा व्यक्तिमाथिको प्रहार होइन, यो संस्थामाथिको प्रहार हो, देशमाथिको प्रहार हो, जनतामाथिको प्रहार हो। किन भन्दाखेरि यसका धेरै कारणहरू छन्। एकजना यज्ञ प्रसाद उप्रेतीलाई हिर्काएर गाली गरेर बेइज्जती गरेर उहाँको चाहिँ जुन किसिमको एउटा सोच चिन्तनलाई चाहिँ खत्तम गर्न सकिन्छ, संस्थालाई ध्वस्त पार्न सकिन्छ भने कसैले सोचेको छ भने त्यो दिवा सपना हो। म आज घोषणा गर्न चाहन्छु एउटा सञ्चारकर्मीको नाताले यज्ञ प्रसाद उप्रेती माथिको प्रहार भनेको तपाईहरु माथिको प्रहार हो, समग्र अपाङ्गता माथिको प्रहार हो। एउटा व्यक्ति माथिको मात्रै प्रहार होइन। तपाईले यसलाई त्यसै नलिनुस्। यो संस्थालाई सिद्ध्याउन, तपाईहरुको संस्थालाई सिद्ध्याउन, छिन्न भिन्न पार्न यो सुनियोजित आक्रमण हो। यो सुनियोजित आक्रमण हो। यो त्यसैले तपाईहरु पहिला एक हुनुस्। मेरो आग्रह छ आज म हात जोडेर तपाईलाई 10 कमलाले अनुरोध गर्न चाहन्छु, अभिनन्दन गर्न चाहन्छु हात जोडेर। अब एक पटक पहिला यो संस्थाको वैधानिकताको बारेमा, आधिकारिकताको बारेमा हाम्रो उप्रेतीजीकै नेतृत्वको संस्था हो, त्यसमा कुनै किसिमको कन्फ्युजन पनि छैन, तपाईहरु दुविधामा रहनु पनि पर्दैन। यो संस्थाको नेतृत्व यज्ञ प्रसाद उप्रेतीकै हो, आधिकारिकता। तर अर्को पक्षले हिजो आएर जसरी आक्रमण गर्यो, जिल्ला प्रशासन कार्यालयको कागजपत्र पनि मैले हेरेँ। त्यस्तो कागज पत्र बनाउनु अघि म काठमाडौँ जिल्ला प्रमुख अधिकारीलाई आग्रह गर्न चाहन्छु, प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्न चाहन्छु, जुन किसिमको कागज पत्र बनाउनु अघि तपाईहरुसँग सोधपुछ गर्नुपर्छ। कागज पत्र बन्यो नि, यो कागज पत्रले के देखेको छ भने उहाँको नाममा जुन किसिमको मैले हेरेँ त्यो कागज पत्र त किन भन्दाखेरि उल्टो उहाँलाई कारबाही गर्नुपर्नको लागि बनाएको छ, तर उहाँमाथि आक्रमण भइरहेछ। कस्तो उल्टो भइरहेछ क्या। कागज पत्र बनेको छ, सिडिओ कार्यालय प्रमुख जिल्ला अधिकारीले बनाएको छ, निर्देशन छ, सरकारको निर्देशन छ, तर कागज पत्र विपरीत काम भइरहेछ। किन भन्दाखेरि अब तपाईहरु चुप लागेर नबस्नुस्। मेरो आग्रह छ तपाईहरुलाई, तपाईहरुले पनि अब यज्ञ प्रसाद उप्रेती माथिको आक्रमण हामी माथिको आक्रमण हो भने तपाई पनि सशक्त रूपमा अब सरकारलाई भन्नु पर्यो, आइजिपीलाई भन्नु पर्यो, गृहमन्त्रीलाई भन्नु पर्यो, प्रधानमन्त्रीलाई पनि भेट्नुस्। तपाईले मेरो आग्रह छ उप्रेतीजीकै नेतृत्वमा तपाईले प्रधानमन्त्रीलाई गएर ज्ञापन पत्र दिनुस्, गृहमन्त्रीलाई दिनुस्, आइजिपीलाई दिनुस्, प्रमुख जिल्ला अधिकारीलाई दिनुस् र यो घटनालाई तपाईहरुले गम्भीर रूपमा लिनुस् है। मेरो आग्रह छ, अनुरोध छ, गम्भीर रूपमा। यसलाई आज आक्रमण भयो, हिजो आक्रमण भयो, उप्रेतीजी माथि मात्र आक्रमण भयो भने तपाईहरु चुप लाएर बस्नु भयो भने उहाँबाट सुरु भएको छ, भोलि उहाँलाई पनि आक्रमण गर्न सक्छ, उहाँलाई पनि गर्न सक्छ, तपाईलाई पनि गर्न सक्छ, कसैलाई बाँकी राख्दैन। मैले के भनिराखेको छु, तपाईहरु पहिला एक हुनुस्, देशभरिको अपाङ्गताहरु एक हुनुस्। तपाईहरु कति हजार हुन्छ अहिलेसम्म टोटल? 6,47,000 अपाङ्गता भएका व्यक्तिहरु पहिला एक हुनुस्। 6,67,000 अपाङ्गता भएका व्यक्तिहरु एक हुनुस्। म ऋषि धमला तपाईहरुको लागि रक्षा कवच बनेर आउनेछु। माइलस्टोन तपाईहरुको ब्याक सपोर्ट जहिले पनि म तपाईलाई गर्नेछु र तपाईहरुलाई म राज्य संयन्त्रलाई भनेर सुरक्षाको प्रत्याभूति दिलाउनको लागि कुनै कसर बाँकी राख्ने छैन। आज मैले घोषणा गरेँ तपाईहरुलाई। त्यसैले प्रमुख जिल्ला अधिकारीले कारबाही गर्नको लागि निर्देशन दिइसकेका छ, उहाँलाई गएर आक्रमण गरिरहेछ। त्यो घर
तपाईहरु जहाँ बस्नु भएको छ जुन संस्थाको एकेजीले नेतृत्व गर्नुभएको छ आधिकारिकता तपाईहरुको हो। यहाँ कुनै पनि व्यक्तिले चाहिँ चाँडै हुन सक्नेवाला छैन। तपाईँ ढुक्क हुनुहोस्। आज तपाईहरुले घोषणा गर्नुपर्छ। तपाईहरुको समस्या समाधान गर्नको लागि तपाईहरुलाई जुन किसिम आक्रमण भयो त्यसलाई चाहिँ नि प्रतिवाद गर्ने हो। प्रतिवाद, चुप लाएर बस्नु होइन। मैले तपाईले प्रतिवाद कसरी गर्ने? कानुनी रूपमा प्रतिवाद गर्ने। किन तपाईहरु बोल्दै हुनु? तपाईहरुसँग शक्ति छ, कानुनी लडाई लड्ने हो। तपाईहरु हरेक दृष्टिकोणले तपाईहरु आधिकारिक हो। राज्यले तपाईहरुलाई मानेछ, यो संस्थालाई मानेछ, एके प्रसाद उप्रेतीको संस्थालाई मानेको छ। त्यसैले म तपाईहरुको सामु किन उपस्थित भएको छु भन्दाखेरि आज देशभरिका अपाङ्गताहरूको पीडा छ है। उप्रेतीजी माथिको आक्रमणपछि मान्छेहरू त्रासमा छन्। सबै मान्छेहरूमा एउटा पीडा छ। एकजना नेतृत्वकर्ता नेता जसले अधिकारको लागि लड्यो, जीवनभर अपाङ्गता भएको व्यक्तिहरूको अधिकारको लागि, उनीहरूको संवर्धनको लागि, उनीहरूलाई सबैलाई सक्षम बनाउनको लागि लडेको व्यक्ति आज यसरी कुटाइ खाँदाखेरि मेरो मन त भावियोर भयो। त्यसैले म उहाँलाई साथ दिन यहाँ आएको हुँ। र तपाईँ ढुक्क हुनुहोस्, म बेलुका जनता जान्न चाहन्छन् कार्यक्रममा पनि यसको बारेमा म 5 मिनट 2 मिनट कति हुन्छ एकेजीको बारेमा बोल्नेछु। दोषीलाई कारबाही हुनु पर्यो भनेर तपाईहरुलाई हामी साथ दिन्छौँ। संसार जगत तपाईहरुको साथमा छ। ढुक्क भएर काम गर्नुहोस्, नआत्तिनुहोस्, कहिले पनि नआत्तिनु। यस्तो किसिमको समस्याहरू आउँछ जीवनमा, आत्तिनु हुँदैन। आत्मबल दह्रो बनाउनु, झन् तपाईँ छ नि सशक्त हुनुहोस्। म तपाईको साथमा छु। राति 12 बजे फोन गरेर बोलाउनु भने म आउँछु। ढुक्क हुनु। तपाईलाई केही पर्यो भने म टेलिभिजन लिएर आउँछु, क्यामेरा लिएर आउँछु, देखाउँछु लाइभ। त्यसैले देशभरिका अपाङ्गता भएका साथीहरू तपाईहरु चिन्ता नगर्नुहोस्। ऋषि धमलाले पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको लागि लडेको मान्छे हो, व्यक्ति हो। मैले धेरै पटक रिपोर्टर्स क्लबमा विभिन्न मिडियामा बोल्दाखेरि तपाईहरुको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउनु पर्छ भनेको छु। र आज म एउटा घोषणा गर्न चाहन्छु। ल, तपाईहरुले मलाई साथ दिने हो भने, तपाईहरुले मलाई साथ दिने हो भने आगामी चुनावमा जहिले होस्, फागुन 21 गते होस् अथवा पर होस्, म 21 गते म चुनावको पक्षको मान्छे। चुनाव, लोकतन्त्रमा चुनाव हुनुपर्छ। यो चुनावमा तपाईहरु एकजना व्यक्तिलाई, ल म नाम दिनुस्, उहाँलाई दिनुहुन्छ कि उहाँलाई दिनुहुन्छ कि तपाईलाई दिनुहुन्छ कि तपाईलाई दिनुहुन्छ कि एकजनालाई सांसद बनाउँछु। ल म पार्लियामेन्टमा पुर्याउँछु। ल गोविन्द गुरुङ। ल मेरो घोषणा, मेरो आज घोषणा हो यो। ऋषिले बोलेको कुरा, आगामी निर्वाचनपछि पार्लियामेन्टमा एकजना अपाङ्गता भएको व्यक्ति पुग्छ। ल अधिकारको लागि, आफ्नो एजेन्डा राख्नको लागि। त्यसको जिम्मा म लिन्छु। ल मैले तपाईलाई आजै लेखेर दिने पनि तयार छु। म बनाउँछु, तपाईहरुको लागि जनताको बिचमा जान्छु। तर तपाईहरुलाई म सम्मान प्रकट गर्न चाहन्छु। तपाईहरुको अधिकारको लागि म लड्छु, 24 घण्टा लड्छु। ल तपाईहरु ढुक्क हुनुहोस्। किन भन्दाखेरि यो देश आज विश्वमा हेर्नुहोस् त अपाङ्गता भएका व्यक्तिहरूले नेतृत्व गरेका छैन। विश्वमा हेर्नु धेरै छ त्यस्ता उदाहरण। तर हाम्रो देशमा तपाईहरु करिब 6.5 लाख मान्छे हुनुहुन्छ। उहाँले भनिसक्नु भएको छ न, यो त धेरै हो। 6.5 लाख अपाङ्गता भएका व्यक्तिहरूले एकजना सक्षम मान्छे पार्लियामेन्टमा पाउनुपर्छ। र एकजना अपाङ्गता भएका व्यक्ति सांसद बनेर मन्त्री पनि बन्नुपर्छ आगामी दिनमा। त्यो एजेन्डामा ऋषिमा लाग्ने छ। अब त्यो एजेन्डामा संसारमा अपाङ्गता भएका व्यक्तिले समाजलाई बदल्न सक्छ, देशलाई बदल्न सक्छ, समाजलाई रूपान्तरण गर्न सक्छ। विश्वमा हेर्नुहोस् तपाईहरु, धेरै देशमा देशको नेतृत्व पनि गरेका छन्। हाम्रो देशमा त तपाईहरु माथि राज्य अथवा दलहरू अनुदार छन्। तपाईलाई अधिकार दिन पनि हिचकिचाट गर्छन्। म आज घोषणा गर्न चाहन्छु, यज्ञ प्रसाद उप्रेतीजीलाई साक्षी राखेर तपाईको गुरु हामी सबैले उहाँलाई ताली बजाएर दिने गरौँ।
किनभने संसारमा आफू जन्मेको जन्मभूमि, आफूलाई जन्म दिने आमा बुवा र आफूलाई ज्ञान दिने गुरुलाई कहिल्यै नबिर्सनु, कहिल्यै नबिर्सनु। त्यसैले तपाईँको गुरुलाई पनि साक्षी राखेर म भन्न चाहन्छु, तपाईँ एक हुनुपर्छ। तपाईँले पनि रिसित मलाई साथ दिनुपर्छ। म तपाईँहरूसँग अन्तर्क्रिया गर्छु, तपाईँहरूसँग छलफल गर्छु, तपाईँहरूको एजेन्डालाई राष्ट्रिय एजेन्डा बनाउँछु, जनताको बिचमा जान्छु, तपाईँलाई लिएर सँगै जान्छु। मैले धेरै मान्छेलाई यो देशमा मन्त्री प्रधानमन्त्री बनाएको मान्छे, म आफू बन्दिनँ, तर तपाईँहरूलाई बनाउँछु, उहाँलाई बनाउँछु। त्यसैले तपाईँहरूको अधिकारको लागि म लड्ने घोषणा गर्दै आज उप्रेतीजीमाथि जुन प्रहार भयो यसको म कडा शब्दले निन्दा र भर्त्सना गर्न चाहन्छु र तत्काल म सरकारलाई भन्न चाहन्छु शान्ति सुरक्षाको प्रतिबद्धता दिनैपर्छ। र म सबै सञ्चारकर्मीलाई भन्न चाहन्छु यो समाचारलाई विशेष रूपमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरिदिने पनि आग्रह